यो चाहिँ हामी यसलाई खसीको मासु भन्छौँ। अब चाहिँ यस्तै छ, अब बनाउनु पर्ने हुन्छ। मात्रै छौँ, के गर्नु यस्तै छ। अनि एउटा भात एउटा तरकारी होइन र अन्त कम्ती एउटामा छ नि यो भात मात्रै पकाउनु तरकारी पकाउनु के हो भात कन्टिया बनाउँछ भाँडा ल्याएको छ छैन त कहाँ छ यहाँ तल छ अनि के भन्नु न त नि मम्मीले खाँदैन चामलको दाम त 5 रुपियाँ चामल ए चामल पुरा भयो मेरो सपना भन्नु न हजुर अब चिकन त गरेँ है दुःख भनिदिएपछि माथि गएर माथि रचाउँदा यहाँ पनि रचाउँदा मासु डाक्टर कहाँ छ त्यो मासु हो हेरेर ल मासु बाल्छु म भन्न चाहन्छु माग गर्छु त्यहाँ थिएन उसलाई यो सिकाउनु न धेरै धेरै लगाएको थिएन अँ कोही न अघि लाग्छ साथीहरू हामीले परेको परे गर्छ है के गर्नु म बाल्छु के अहिले फेरि बाल्नु जानुहुन्न अनि साथीहरू अब म चाहिँ आगो बाल्दैछु माथिबाट बाल्नु ल थाहा छ सुकेको थिएन बोल्छ
भैया नाचेको नाच है गाइस यहाँ आगो नबल तनाव म चाहिँ बनाऊ होला बनाउँदैछु हरिस खाएँ मैले साथीहरूले एउटा आगो बाल्न पनि आएन मलाई त बोलो साथीहरू आगो यस्तै छ म मेरो साथीहरूलाई सबै कुराहरू देखाउने छु अब हेर्न सक्नुहुन्छ ल अब हेर्न सक्नुहुन्छ है यहाँ हाम्रो चुलो रेडी हुँदैछ अनि यहाँ हाम्रो चामल रेडी भइसक्यो खाना अनि अब यहाँ सब्जी रेडी हुन्छ सब्जीमा चाहिँ हाम्रो आज के छ स्पेसल भन्दाखेरि साथीहरू यसमा निकाल्छु ल यो
यहाँ पाँचवटा बैगुन छ, 6वटा बैगुन छ, अनि यहाँ आलु छ। अनि अब हाम्रो बन्नेवाला छ हामीसँग आलु, बैगुन अनि न्युटेला। यसमा काट्छु। यस्तै छ। अब तेल भुटुङ हाम्रो भाँडाकुँडा छ। मलाई कमलाले चिलेर मार्न लागेको छ। यस्तै छ। अब निङ्ग्रो टिपेको छ अलिकति। यो चाहिँ हाम्रो अर्ग्यानिक निङ्ग्रो हो। यस्तो निङ्ग्रो हाम्रो अर्ग्यानिक निङ्ग्रो छ। यो निङ्ग्रो चाहिँ पकाउनु हो। ल तरकारी सेलाउनु पर्ने हुन्छ, काट्नु पर्ने हुन्छ। ल यो तरकारी त के भएछ यार, गाउँमा दुःख त दुःख हुन्छ साथीहरू। गाउँले खाना मरेको राम्रै रहेछ। यस्तै छ यहाँ हाम्रो। अब यहाँ हाम्रो आलु छ है त। र साथीहरू अब हेर्न सक्नुहुन्छ। अब अघि चाहिँ मैले आगो बालेँ, चामलहरू केलाएर बसाएँ। अब चाहिँ मेरो सब्जी, आज हाम्रो अर्ग्यानिक सब्जी भनेको यस्तै छ। यसो निङ्ग्रो, भेन्डा, न्युटेला अनि यसमा छ खुर्सानी, चिली एन्ड ओनियन होइन भाइ? युट्युबरकोमा चाहिँ आउन खोज्दै रे, मेरोमा चाहिँ आउन खोज्दै रे हो। ए 5 खेत लानु भयो उहाँहरु। यहाँनिर बटरफ्लाई छ, यस्तो छ। यस्तो छ। अब अनि हाम्रो यहाँ खाना, अनि त हाम्रो भाउजूहरू हुन्छ, भाइहरू हुन्छ, अनि म छु। अनि यहाँनिर छ हाम्रो फुपूहरू हुनुहुन्छ। मध्याह भएको हाम्रो यो दस भएको धान रोपिसकेको। अनि हाम्रो यहाँनिर छ थाल, यहाँ चाहिँ अहिले हामी खाना खान्छौँ। अनि हाम्रो अर्ग्यानिक छ धारा, अर्ग्यानिक धारा छ हाम्रो, हेर्न सक्नुहुन्छ। अनि हामी आकाशको यस्तो निलो आकाशको छहारी मुनि यो बाँसको टेरामा यस्तो राम्रोसँगले बनाएर खानेवाला छौँ नि। सललल पानीको छलछल सुन्दै खाना बनाउने यहाँनिर हामी चाहिँ। अनि यो सब्जीहरू तपाईँहरू चाहिँ के सोच्नुहुन्छ होला भन्दाखेरि कस्तो खालको हो भन्नुहुन्छ भने केही छैन, यो यस्तै खालको हो। यसमा बेसार छैन नि, त्यही भएर यस्तो हो क्या यो। तर सब्जी चाहिँ ल चाहिँ हाम्रो बाबे हुनुहुन्छ। तिन पानी रक्सी खोला नसाइली खोला नबिरको खोला। बाबा हामीले त्यसो